साथीहरु गुड मर्निङ वेलकम। आज चाहिँ म पहाड घर जाँदैछु हाम्रो स्मृति मिस अनि हामी चाहिँ आज पहाड जाँदैछु धनकुटा। हजुरहरूलाई मैले देखाउन पर्ने भिडियोहरू म देखाउँछु। अनि यहाँ हाम्रो बजारमा बजार त के भन्नु यो पनि गाउँ हो। यहाँ चाहिँ हाम्रो यस्तो छ है गाउँहरू यस्तो छ। यो मेरो भान्जी यो हाम्रो घर यस्तो गाउँ छ। गाउँ चाहिँ गाउँै छ उकालो ओह्रालो छैन त्यसैमा खुसी हुनु पर्ने हो गाइज। यस्तै हो। अब चाहिँ हामी जाँदैछौँ धनकुटा। अब भ्लग चाहिँ मेरो कन्टिन्यू हुन्छ। भिडियोहरू चाहिँ हजुरहरूले हेरे पनि नहेरे पनि मेरो एउटा मेमोरेबल हुन्छ नि त। त्यही भएर सम्झना हुन्छ। त्यही भएर चाहिँ मैले चाहिँ भिडियोहरू बनाएर युट्युबमा राख्ने गरेको छु। अनि त्यसपछिबाट चाहिँ सुन्दैन तिमी बोलेको किनकि आज घर जाँदै हुनुहुन्छ। घर गइसकेपछि काम गर्नुपर्ने हुन्छ साथीहरू। घाँस काट्नुपर्ने हुन्छ गोबर सोर्नुपर्ने हुन्छ होइन। अनि त्यसपछिदेखिको चाहिँ माथि फ्याट पनि जानुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि म चाहिँ अब घर गएर भैँसीको दुध डेरी जान्छु माथि उकालो ओह्रालो गर्छु। अनि त्यसपछि चाहिँ अनि लाग्ला मलाई बाई छ्यामा बाई बाई गर्नु न दिएको होइन त्यो गाडी भाडा मेरो आउटफिट देखाइदिनु नि। फोटो होइन भिडियो युट्युब च्यानलमा। तिमी बोलेको सुन्दैन कि यहाँ अब यहाँबाट यसरी हिँड्छु बनाइदिनु ल। अस्ति जसरी मजाले अलि खुट्टा अलि यति मात्र खुट्टा मात्र देखोस् कि तल भुइँ नदेखोस् भयो। नालीमा पसेपछि चाहिँ के हुन्छ नालीमा पसेपछि चाहिँ के हुन्छ मजा आउँछ। उयो टिपेर राख्दिनु ल। हाम्रो म्यामको आउटफिट चाहिँ यस्तो रहेको छ। माथि टप्स रहेको छ र मुनि चाहिँ फर्मल प्यान्ट रहेको छ। यसमा चाहिँ टप्समा चाहिँ पिङ्क पिङ्क कलरको टप्स रङको छ। त्यसमा 5वटा जति चाहिँ फुल रहेको छ। र स्कार्फ पनि छ है गाइज। चस्मा कुन ब्रान्डको गुची ब्रान्डको। आज चाहिँ ल भन्नुहोस् आज हजुर गाउँ जानु परेर कतिको खुसी हुनुहुन्छ? एक्साइटेड त छुइनँ। घर गएर घाँस काट्नुपर्छ गोबर सार्नु भैँसीको गु सार्नुपर्छ पिर परेखा नजमानेको। त्यसै कारणले गर्दाखेरि ज्वरो आयो भने सुत्नुपर्छ। अब एक्साइटेड पनि हुनुहुन्छ न यहाँ चाहिँ मेरो नन्द पढ्नुहुन्छ है। मेरो नन्द सानो सन्तान धेरै भएपछि सानो कस्तो कस्तो लाग्छ होइन। यहाँ चाहिँ मेरो नन्द हुनुहुन्छ सानो 2 महिनाको भएको छ। म चाहिँ उहाँलाई फकाउँदैछु मेरो नन्दलाई। त्यतिखेर चाहिँ माइक अन भएन छ क्या। अनि त्यही भएर मैले भोइस ओभर गरिराखेको छु। पुक्कुली 2 महिनाको हेर्नु न कत्रो कत्रो गाला छ। रहरै लाग्दो गाला स्याउ जस्तो गाला। ल साथीहरू हामीलाई त दसैँ लाग्यो। अब चाहिँ लाग्यो गाउँतिर पहाडतिर चढियो सहरदेखिबाट। हाम्रो साथीहरू छ यता हाम्रो दिदी पल्लो घरको दिदी मेरो भान्जी सबैजना यता। अनि म डन चाहिँ अगाडिपट्टि छु। अब चाहिँ हामी पहाड जाँदैछौँ। पहाड त जाने आज पानी पर्छ कि क्या हो नि। यस्तो छ देखिहाल्नु भयो। यस्तो गाउँ छ। गाउँ मजा हुन्छ बस्न त। पहाडै मजा हो आज होइन। तर गर्मीले गर्दा पहाड ठिक छ।
शरीरले सहर खोज्छ, के पो भन्छ हौ, कर्म छ दुखी शरीर छ सुखी भने जस्तो हुन्छ साथीहरू हैन। त्यस्तै हो। अब हजुरहरूलाई चाहिँ म लेट्स सी हेर्दै जानु होला मेरो भिडियो। कोला कसरी हो? पाकेको पो रहेछ त, काँचो छैन। अनि काँचो काँचो लान पाए त 2-4 दिन पाक्थ्यो नि हैन? जति रहन्छ हो यो छैन त्यति साह्रो पाकेको हेर्नु न यो फ्रिजमा त अब वहाँ पहाड जान लागिरहेको छु। अनि कोला साथीहरू कोला लिन आँटिरहेको छु। 2 दर्जन प्लास्टिकमा हाल्दिनु। 100 रुपियाँ दर्जन कोला। हाम्रोतिर चाहिँ कोला भन्छ है, यता केरा भन्नु हुँदैन भन्छ खर। मलाई अस्ति सिकाउँदै हुनुहुन्थ्यो। अब घर पुग्छ कि पुग्दैन यो भन्ने कुरा थाहा छैन। यो माथि धनकोटा लिएर जान आँटिरहेको छु। भिडियो गाडी चढियो धरानसम्मको। अब चाहिँ भने हामी त्यहाँदेखि हामी धनकोटा जाने गाडी हामीले समाउनु पर्ने हुन्छ। अब चाहिँ म चाहिँ सुतेको, म चाहिँ आँखा चिम्मा गरेको। ल अब चाहिँ भने म धरान गएर मात्रै हजुरलाई देखाउँछु कि साथीहरू। धरान बजारको बस पार्क। बाजे के गरेको हुन्छ? तल चाहिँ गर्मीले बत्ती पोलिरहेको थियो साथीहरू। माथि भेटेटार आइपुग्यो। हेर्नुहोस् त भेटेटारको अवस्था कस्तो छ। पुरै हिउँ परे जस्तो भइरहेछ बादलले। ल हेर्नुहोस्, देख्नुभयो नि यस्तो हुन्छ। गर्मीले बत्ती भएको माथि आएको। माथि भेटेटार आइपुग्दा त भेटेटारको अवस्था यस्तो छ। होइन अब जाडो हुन थालिसक्यो। अब के गर्ने, जाडो चिसो गरेस् त गाह्रो पो हुन्छ त। अब चाहिँ म हजुरहरूलाई यहाँदेखिबाट धरानको भ्यू देखाउँछु भनेर सोचिराखेको थियो, तर यहाँको मौसमले मलाई च्यालेन्ज गर्यो। मौसमले मलाई च्यालेन्ज गरिसकेको छ साथीहरू।
ल्याएन त्यसपछि अब मैले हजुरलाई चाहिँ देखाउन भ्याउँदिनँ भन्दा पनि अब देखाउन सक्दिनँ। यहाँको मौसम यस्तो भइरहन्छ हजुरलाई थाहा छ होइन। विशेष गरेर पूर्वको सबैजनालाई थाहा हुन्छ, पश्चिमकोलाई थाहा हुन्न। विशेष गरेर देखाउनुको कारण भनेको पश्चिम म बस्ने भएको हिसाबले गर्दाखेरि हजुरलाई देखाउन मन लागेको थियो तर देखाउन सकेन। 36 किलोमिटर बाँकी छ। गीत बजेको सुनिराख्नु भयो होला नि। अब हामी यहाँदेखि ओह्रालो लाग्नु पर्ने हुन्छ। अरू चाहिँ ओह्रालो झऱ्यो। अब ओह्रालो यसरी हावा चलेको छ। चिसो 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 चिसो। मूलघाट आइपुग्यो साथीहरू। मूलघाट मूलघाट आइसक्यो। यहाँ चाहिँ हजुरहरूले भिर देख्न सक्नुहुन्छ। खोला अनि बाटो खनेको भएर चाहिँ चलन चाहिँ पाहुना खाने चलन छ क्या। हामी म आज आउँदैछु नि त घर। अनि आज चाहिँ हाम्रो निनी मेरो ससुराको बहिनी दिदी हाम्रो मगर भाषाबाट हामीले निनी भन्छौँ। अनि उहाँको घरमा चाहिँ आज पाहुना लाग्ने दिन रहेछ, पाहुना आउने दिन रहेछ। अनि म ठ्याक्क राम्रो दिनमा आएछु अनि त्यहाँ जाँदैछु पाहुना खान। हाम्रो तिनीहरूको चलन चाहिँ यस्तो छ। ए ल हेर्न यस्तो जाडो। यहाँ मेरो सासू छ है, भाँडा माझ्दै हुनुहुन्छ पाहुना। यही पो छ त माइक त हुँदैन त्यसरी। बिना बित्थामा खेदेको छ म यहाँ। मान्छे आज मुख पनि नधोइरहेको छ यसरी खिच्दिने। उनी उनी हामी उनी होइन नि के अरे तिम्रो नाम? निरुता। उनी हामी भात खाएर गयो निनीको घर होइन निरुता? यता पनि ल्याइदिउँ न भिडियोमा। हाम्रो बुवा कहाँ गयो?
मेरो देवर राजाको कला यहाँ पाक्दैछ सेकुवा यता हुनुहुन्छ अर्को देवर राजा फ्ल्यास बाल्नु न कुर्सी छ हले बस्छ न अब बस्छ कुर्सी छ त हामीसँग त्यही त यिनीहरू दाजुभाइ कम्ता मिल्दैन है मोटा आयो भाउजू मोटा छैन के को सेकुवा हो यो सुँगुरको कान छ कान छ कान कलेजो छाला मासु छाला अलिअलि मासु छ सेकुवा खाँदैछु आज भाउजूलाई स्पेसली भित्र छाला सब कस्तो मिठो गिलासमा के है हामी त सोझो पर्यौँ बिउ खाने कहाँ हजुरको मेरो डिउ चाहिँ यहाँ छ खोइ हजुरको सेकुवा त्यहाँ के अहिले चाहिँ के अन्त पर्दैन हातले खाँदै हुनु चम्च खै एउटा लिनु कलेज थियो होइन कलेज शान्त एउटा हाम्रो घरबाट देखिने यो भ्यू हेर्नुहोस् गाइज हजुर हुन्छ यो चाहिँ सबै देख्छ आज देखेको छैन किन बादल लागेर पर सबै घर छ नि हाम्रो घरबाट देखिने यो घरै घर यो डाँडाभरि घरलाई हेर्नु ल हेर्नु गाइज ल ल अझै मजाले भएपछि